त्यो गर्ने रहेछ यति त्यो बुढीले हेरेर आयो कि आखिर यसले होइन रहेछ यसले चाहिँ त्यसले हो भन्दा नि त चोर नआएको हेर्नु धेरै काम गर्ने रहेछ हेलो गाइज आज म आएको छु मेरो बुवा र मम्मीसँग रियाक्सन भिडियो ल्याएर हाई भनिदिनुहोस् मेरो बुवा र आमा हाय नमस्ते नमस्ते म चाहिँ रियाक्ट गर्न गइरहेको छु हाम्रो इमोसनल एडहरू रियाक्ट गर्न गइरहेको छु किनभने बाउ र आमासँग अब के चाहिँ रियाक्ट गर्ने त होइन अनि त्यही भएर इमोसनल एडहरू रियाक्ट गर्न गइरहेको छु त्यही हो र सपोर्ट देखाउनु भइरहेको छ धेरै धेरै आइ एम ग्रेटफुल फर द्याट होइन तपाईँहरूले लाइक गर्नु भइरहेको छ सब मेरो साथीभाइहरू मात्रै छ मलाई थाहा छ लाइक गर्नु भइरहेको छ सब्सक्राइब गर्नु भइरहेको छ कमेन्ट गर्नु भइरहेको छ अझै पनि म भन्न चाहन्छु कि कमेन्ट गर्नुहोस् त तपाईँहरूलाई के राम्रो लागेन कमेन्ट गर्नुहोस् यसरी चाहिँ बनायो भने झन् राम्रो हुन्छ है साथी या भाइ या दाइ होइन त्यसरी भन्नुहोस् अनि नेक्स्ट भिडियो भ्लग आउनु पऱ्यो कि रियाक्सन भिडियो आउनु पऱ्यो कि के आउनु पऱ्यो तपाईँहरूको चाहना अनुसार हुन्छ होइन त्यही भएर सपोर्ट गर्नुहोस् कमेन्ट गर्नुहोस् त्यही हो धन्यवाद अहिलेसम्म सपोर्ट गर्नुभएकोमा म यस्तो नै सपोर्टको आशा राख्नेछु अब सुरु गरौँ हाम्रो रियाक्सन भिडियो माग्ने होइन त्यो बिचारा त्यो बाहिर सुत्यो भनेर के उसको पसलमा डिस्टर्ब हुन्छ भनेर फेरि आएको मस्त सुतिरहेछ माग्ने रहेछ कि बिचारा उसले आ गर्दा उसले पनि आ गरेर त्यसलाई दुईचोटि तर्छ चाहिँ कि ए इङ्ग्लिसमा तलपट्टि भन्यो रहेछ नि त है त्यसले के गरेछ तँलाई रे कि छैन अहिले आउँदै आएन अर्को त दिनकै आउने मान्छे है त्यहीँ सुतिरहेको हुन्थ्यो लहाड्थ्यो दिनकै हेरेको है छैन यहीँ सुतिरहन्थ्यो नि त जहिले पनि क्यामेरामा हेर्न थाल्यो अब ए यो चाहिँ ऊ होइन सिक्यौँ होला सम्झेको होला पुरानो भिडियो हेरेको कि त्यहाँ ए ए ए क्यामेरामा हेरेँ अब चाहिँ त्यसलाई नराम्रो लाग्छ होला नि फोरहरू टिप्दो रहेछ पसल अगाडिको के लेख्न मान्छे कराएर पठाउँदो रहेछ फेरि एड आएको छ धन्यवाद एड क्यान्सल गर्न गइरहेको छु रेडी 1 2 3 गो भिडियो लजिबो कि त त्यही सुरु
त्यो पनि रहेछ त्यो त्यो बुढीले हेरेर आयो कि सिसी क्यामेरामा यसले यो काम गर्ने रहेछ। के गनायो भन्ने नि त्यसले आखिर यसले होइन रहेछ यसले चाहिँ त्यसले हो भन्दा नि त त्यो चोर नआएको हेर्नु धेरै काम गर्ने रहेछ यसले चोरसँगै जुत्यो अब अनि लास्टमा त बिचरा उसले नराम्रो गरेर लगाडे नि त यो त राम्रो रहेछ र भन्दा नि चोरले हिर्कायो भित्र दाँतहरू पनि जम्मै किराले खाएको रहेछ बिचरा ला लास्टमा त दुःख चाहिँ उसले मात्रै होइन खाने रहेछ लास्टमा त्यसले हाललाई देखेँ कि अन्तिम उसले मर्छ क्या हो त्यही भएर नआएको होला कि सूर्य हान्दिने त हो आँसु झरेको मरे जस्तो छ त्यो त्यो चाहिँ छुरीले हान्दै कि मैले त थिएन घाँटी हुने क्यामेरा देखेर भाग्यो छोरी यो बिन्दु बिचरा त्यहाँ बसे पनि धेरै काम गरेको रहेछ नि त यसले है काम धेरै गर्ने अहिले उसले त्यो भर्खर सिसी बुझेको। क्यामेरामा हेरेर पो थाहा पायो त्यसले तपाईँहरूलाई कस्तो लाग्यो त त्यो भिडियो देखेर मान्छेको जात भनौँ कि बानी भनौँ कि कस्तो रहेछ जस्तो लाग्यो त तपाईँहरूलाई यो बैगुनी सम्झेको थियो तर गुनी नै रहेछ भने हामीले बुझ्यो नराम्रो भनेर उसले हेला गरेको तर राम्रो मान्छे रहेछ त्यही कुरो पहिला बुझ्यो उसले हामीले। नबुझेको रहेछ अनि पछि लास्टमा चाहिँ अब उसले त्यहाँ भिडियोमा हेर्दाखेरि चाहिँ एकदमै राम्रो मान्छे रहेछ पहिले उसले नबुझेर चाहिँ उसलाई नराम्रो गर्यो लास्टमा ऊ धेरै राम्रो रहेछ उसलाई एकदम पछि चाहिँ धेरै माया लाग्यो उसलाई त्यही हो गाई संसारमा सोचेको जस्तो हुँदैन नराम्रो पनि कसैलाई नठान्नु राम्रो पनि कसैलाई नठान्नु राम्रो ठानेको मान्छे पनि नराम्रो हुनसक्छ र नराम्रो ठानेको मान्छे पनि राम्रो हुनसक्छ लास्टमा गएर तपाईँलाई गाह्रो पर्ने समयमा जसले हेल्प गर्छ त्यो सोच्दै नसोचेको मान्छेले पनि हेल्प गर्न सक्छ तपाईँले फेरि यसले चाहिँ मलाई हेल्प गर्छ है 100% भनेर पुरा भरोसा गरेको मान्छेले पनि समयमा तपाईँलाई एक्लै छोडेर जान सक्ने सम्भावनाहरू धेरै छ मलाई पनि त्यस्तै सिचुएसनहरू फेस गर्नु परेको छ मैले पनि होइन म त्यही भएर म बुझ्छु मेरो बाबुआमा त अब उमेरले बुढाबुढी हुनु भइसक्यो उनीहरूले झन् बुझेको कति छ उनीहरूको जिन्दगीको बाटोमा होइन त्यही हो सकेसम्म काइन्ड हुनु सबैलाई माया गर्नु सपोर्ट गर्नु कसैले राम्रो काम गर्न गइरहेको छ भने होइन हो तिम्रो यो ठाउँमा गल्ती छ यो अब यो ठाउँबाट हटाएर यो ठाउँमा बसेर हेर या यो ठाउँमा बसेर गर यो राम्रो हुनसक्छ भनेर आफ्नो एडभाइस दिनु उनीहरूको पनि मन हुन्छ माया गर्नुपर्छ हामीले भनेर बुझ्नु पर्यो ल माइकल आयो यहाँ चढी 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 हाम्रो माइकल आयो माइकल डन आयो है हाम्रो बिचमा कुकुरलाई माया गर्नुपर्छ गाई है झन् माइकल पनि कुदेर आयो सुनेर आएछ यसलाई के गरेर हाच्यु गर्छ फेरि मेसल बाँदर हौ गर्छ हौ न त्यस्तो कुरा न ल ल चुपा क्यामेरामा चुपा ल जा जा ल भयो खानु जा 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 धन्यवाद गाइज अहिलेसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा तर आजलाई भिडियो यहीँ समाप्त गर्न चाहन्छु यसरी नै सपोर्ट गरिरहनुहोस् यसरी नै माया देखाइरहनुहोस् अझै पनि हामी नयाँ नयाँ भिडियो र राम्रो राम्रो भिडियो ल्याउने कोसिस गर्नेछु यो मेरो थर्ड भिडियो हो त्यही भएर नराम्रो पनि हुनसक्छ तर म राम्रो बनाउने कोसिस हर वखत गर्छु होइन तपाईँहरूले सपोर्ट गरिदिनु पऱ्यो माया गरिदिनु पऱ्यो धन्यवाद सब्सक्राइब गरिदिनु है लाइक गरिदिनुहोस् भिडियो हेरिदिनु